हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज हामी फेरि पनि नयाँ ठाउँमा जानको लागिरहेका छौँ। कहाँ जाँदैछौँ भनेर चाहिँ एकैछिनमा थाहा पाउनुहुनेछ हजुरहरूले। हामी चाहिँ यहाँ भेडाबारीदेखि चाहिँ हिँडिसकेका छौँ हाम्रो नयाँ ठाउँमा चाहिँ। र हाम्रो नयाँ ठाउँ चाहिँ आपटारीमा रहेको यो दियालो बङ्गाला सङ्ग्रहालयमा चाहिँ हामी आइसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ अलिकति सानो पर्दामा देखियो यो क्लिप चाहिँ। अब यो कुरा चाहिँ म सुधार्दै जानेछु। अबको क्लिपहरू चाहिँ लामै हुनेछ। र देख्न सक्नुहुन्छ हामीहरू यहाँ चाहिँ टिकट काटिकन भित्र आइसकेका छौँ। र यहाँनिर चाहिँ अलिकति यो के छ यो भन्दाखेरि यो ढुङ्गाको थुप्रो बनाएर आएको छ। र हामीले चाहिँ 100 रुपियाँको टिकट काटिकन भित्र छिरिसकेका छौँ। पर पर्सन 100 रुपिज। र यदि स्टुडेन्ट कार्ड छ भने चाहिँ 50 रुपिज भन्दै थिए। अब यो चाहिँ पार्किङ एरिया यो हो। यहाँनिर पार्किङ गरेर हजुरहरू भित्र आउन सक्नुहुन्छ। यो ठाउँ चाहिँ कहाँनिर छ भन्दाखेरि हजुरहरू यता नानघाटबाट आउँदाखेरि चाहिँ पोखरा बस पार्क र आपटारीको बिचमा रहेको छ यो चाहिँ। यहाँनिर चाहिँ यो चाहिँ कहिले भन्दाखेरि 2081 असारको 23 गते, सम्भवतः असारको 23 गतेबाट चाहिँ यहाँ चाहिँ सर्वसाधारणको लागि चाहिँ खुल्ला गरिएको हो यो चाहिँ सङ्ग्रहालय। भरतपुर महानगर 1 आपटारी स्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गाला दरबार तथा परिसर सङ्ग्रहालयको रूपमा परिणत गरिएको छ। यो किन परिणत गरियो भन्दाखेरि चाहिँ भरतपुर भ्रमण वर्ष 2024 सफल पार्नको लागि पनि यो बङ्गाला चाहिँ सङ्ग्रहालयको रूपमा परिणत गरेर चाहिँ यहाँ यो सर्वसाधारणको लागि खुल्ला गरिएको हो। यहाँको चाहिँ अहिले पनि यो बाटो निर्माणको कार्यहरू अझै पनि जारी रहेको छ, अझै फिनिसिङ भइसकेको छैन। यो चाहिँ किन एकदमै विशेष छ भन्दाखेरि यहाँ चाहिँ राजा महेन्द्रको निधन भएको कारणले पनि यसलाई चाहिँ ऐतिहासिक मानिन्छ। यो बङ्गालाभित्र चाहिँ अब बङ्गाला भन्दा नि अब चाहिँ यसलाई चाहिँ सङ्ग्रहालय भनौँ। यो सङ्ग्रहालयभित्र चाहिँ ठुलो बैठक कक्ष जहाँ राजा महेन्द्र वीरेन्द्रको ठुला तस्बिरहरू राखिएको छ बैठक कोठामा। अनि टेबुलहरू, कुर्सी, सोफाहरू राखिएको छ। साथसाथै राजा र राज परिवारका सदस्यहरूले प्रयोग गर्ने पुराना सामानहरूलाई पनि त्यहाँ चाहिँ सजाएर राखिएको छ। र राजाले चाहिँ शिकार गरेको चाहिँ एउटा घडियाल गोही पनि त्यहाँ चाहिँ सजाएर राखिएको छ। र राज परिवारका सदस्यहरू शयन कक्ष अथवा खोपी पनि त्यहाँ चाहिँ सर्वसाधारणको लागि देखाउन राखिएको छ। राजा महेन्द्र शयन गर्ने खोपी नम्बर 2, 1 नम्बरको खोपीमा मुमा रत्न राज्य लक्ष्मी, 3 नम्बरको खोपीमा रानी, 4 र 5, 4 नम्बरकोमा ज्ञानेन्द्र लगायत अरू राज परिवारका सदस्यहरूलाई पनि छुट्टै कोठा खोपीको व्यवस्था गरिएको रहेछ। र त्यहाँ किचन रुम, डाइनिङ रुम, टिभी रुम छुट्टै रहेछ। त्यहाँ चाहिँ इस्त्री गर्नको लागि सानो कोठा पनि एउटा रहेछ। दरबारमा आउने पाहुनाहरू अथवा डाक्टरहरूको लागि चाहिँ 7वटा हो कि 11वटा चाहिँ कोठाहरूको व्यवस्था गरिएको रहेछ। दरबारको छेउमा स्विमिङ पुल पनि देख्न सकिन्छ। अनि यहाँ चाहिँ अहिले चाहिँ विशेष गरी सार्वजनिक बिदाको दिन मानिसहरूको एकदमै घुइँचो लाग्ने गर्दछ। अरू दिन चाहिँ खासै धेरै मानिसहरू आउँदा रहन्छन्। विक्रमसम्म 2026 सालतिर राजा महेन्द्रले चाहिँ महेन्द्र राजमार्ग बनाउने क्रममा चाहिँ चितवन स्थित नारायणी नदीको किनारमा एक सुविधा सम्पन्न शीतकालीन दरबार बनाएका थिए। शीतकालीन चाहिँ किन भनिएको भन्दाखेरि चाहिँ हिउँदको समयमा चिसो छल्नको लागि विशेष गरी राजा र राज परिवारका सदस्यहरू त्यहाँ आउने गरेका थिए। दियालो बङ्गाला नाम गरेको उक्त दरबारका सबै सदस्यहरू रिफ्रेसमेन्टको लागि पनि आउने गर्दथे। यहाँ चाहिँ नारायणी नदीको बहाव, खुल्ला वातावरण रहेको उक्त ठाउँ राजालाई एकदमै मन परेको थियो। र राजा चाहिँ शिकार खेल्न चाहिँ एकदमै औधी मन पराउने भएकाले चाहिँ त्यहाँ चाहिँ राजा आइराख्नु हुँदो रहेछ। 2028 साल माघ 15 गते शिकार खेलेर आएपछि राजा महेन्द्रको छातीमा समस्या देखिन लागेछ। र उहाँलाई चाहिँ बेलामा बेसी छाती दुख्ने र आफै सन्चो हुने भएछ। र त्यहाँ दरबारका डाक्टरहरूले
सक्दो प्रयास गरेछन् र नहुने जस्तो छाँटकाँट देखिएपछि भारतबाट डाक्टरहरू मगाउन रानीलाई सुझाव दिएछन् र रानीले पनि सोही अनुरूप भारतका वरिष्ठ डाक्टरहरू मुटुरोग डाक्टरहरूलाई चाहिँ नेपाल बोलाएर राजा महेन्द्रको उपचार सुरु गरेछन्। तर विडम्बनावश 2028 साल माघ 17 गते बिहान 3 बजे राजाको मृत्यु भएको घोषणा गरिएको रहेछ। त्यसपछि जेठो छोरो वीरेन्द्रलाई नेपालको राजा भएको घोषणा गरेका रहेछन्। वीरेन्द्र राजा भइसकेपछि पनि त्यहाँ चाहिँ पटक पटक वीरेन्द्र राजा त्यहाँ आउने गरेका रहेछन् र पछि वीरेन्द्रको मृत्यु भएपछि पनि ज्ञानेन्द्र राजा त्यहाँ आउने गर्दा रहेछन् र त्यहाँ पछि चाहिँ राजा ज्ञानेन्द्रले पछि आएर त्यहाँ एसीहरू जडान गर्ने र माथिको डाइनिङ रुम बनाएका रहेछन् र त्यहाँ सर्वसाधारणको लागि अहिले पानीको व्यवस्था पनि राम्रो रहेको रहेछ र यो गार्डनिङ पनि राम्रोसँग गरिएको छ। यहाँ धेरै मानिसहरू आउने, फोटो खिच्ने, टिकटकहरू गराउने, भिडियोहरू गराउने गर्दा रहेछन् र यहाँ चाहिँ हरियाली वातावरण, शान्त वातावरण रहेको छ। भित्र चाहिँ मोबाइलहरू लान चाहिँ नपाइने रहेछ। त्यहाँ बाहिर ऱ्याकमा जुत्ता राख्ने, त्यहाँ अनि त्यसपछि मोबाइलहरू त्यही राखेर चाहिँ भित्र जानुपर्ने रहेछ। भित्रको फोटोहरू भिडियोहरू खिच्न चाहिँ म असमर्थ रहेँ। त्यसपछि हामीहरू त्यहाँ केही समय फोटो खिच्ने, भिडियो खिच्ने गरेर हामीहरू त्यहाँबाट निस्कियौँ। देख्न सक्नुहुन्छ अरू मानिसहरू पनि यहाँ फोटो खिच्ने, भिडियो खिच्ने गरिरहेका थिए। यहाँ चाहिँ चारैतिर सिसी क्यामेरा राखिएको छ। हजुरहरूले कृपया मोबाइल क्यामेराहरू यही लकरमा राखेर जानुपर्ने हुन्छ। अनि हजुरहरूले यहाँनिर चाहिँ जुत्ता चप्पल खोलेर भित्र जानुपर्ने हुन्छ। यहाँको सामग्रीहरू केही पनि चलाइदिनु हुँदैन। भित्रको सामग्रीहरू अब हामीहरू सभ्य नागरिक भएको पहिचान पनि दिन पर्यो नि, होइन त गाइज। केही समय यहीँ फोटो भिडियोहरू खिचिसकेपछि हामीहरू नारायणी नदी किनारतिर लागियो र त्यहाँ खाजासाजा खाएर हामीहरू घरतिर लागियो। अब यत्रो बेरसम्म भिडियोहरू हेरेर साथ दिनुभयो, हजुरहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यसरी नै सपोर्ट गर्दै जानुहोला। आजलाई यति भन्दै बिदा हुन चाहन्छु। तर भिडियो चाहिँ अझै पनि छ, पुरा भिडियो हेर्नु हुन हार्दिक अनुरोध पनि गर्न चाहन्छु।